हामी कहाँ छौँ अरे गाइस अहिले? विशाल सर हामी कहाँ छौँ अरे अहिले? अहिले हामी कुबेत टावरमा आएको छौँ हैन। माथि पुलिस भएर नि काम भएन, लिङ्क चाहिँदो रहेछ। गाह्रो छ, एटिएम भएर पनि भएन क्या, लिङ्क चाहियो अरे, लिङ्कबाट गर्नुपर्छ अरे, अनलाइन बुकिङ गरेर आउनु पर्छ अरे। ए गरेमा यस्तरी आइयो हैन, दुःख पाइयो। अब कहाँ जाने हामी? यताको नजारा हेर्न सक्नुहुन्छ। यस्तै हो गाइज हैन। केटा हो, घाममा दुःख पाइयो। के भन्छ, स्क्यानर चाहियो, मोबाइल ब्याङ्किङ चाहियो अरे, क्यास नचल्ने अरे। गाह्रो छ हामीलाई, क्यास लिएर आएको, क्यास नचल्दो रहेछ यो टावर चढ्नलाई। हामी चाहिँ अब यस्ता अब 9तिर हिँडेको अब। जस्तै हो गाइज हैन। अब गर्मी छ विचित्र। तपाईहरुलाई म अब कुवेतको पैसा देखाउँछु है। 20 को 5 को एनर्जी पुरै लस भएर बोल्न सकिरहेको छैन गर्मीको कारणले। खास यो टावर चढ्न भनेर आएको होइन क्या, लिङ्क अनलाइन बुकिङ गरेर आउनु पर्दो रहेछ। एटिएम भएर पनि काम लागेन, क्यास भएर पनि काम लागेन। अब यही हेरेर भए पनि मन बुझाउनु पर्यो। यो चाहिँ हाम्रो कुवेतको 20 रुपियाँ 20 केडी। म देखाउन गइरहेको छु कुवेतको पैसा हामीहरूलाई होइन, सबैभन्दा ठुलो पैसा। कहाँ छ त्यो होटेल हो मुला? यो चाहिँ 20 केडी हो। 20 केडी 5 केडी। यो 20 केडी हो, यो 5 केडी हो। ओके 20 को यस्तो हुन्छ। र कुवेत टावर यस्तो छ। म त हेर्दैछु गर्मीले हप्प्याक भएर बसेछु। ए 5 केडी 20 केडी 5 केडी 20 केडी। र हाम्रो केटाहरू यहाँ आएको छन्। यो भनेको चाहिँ कुवेतको 20 केडी हो, यो भनेको चाहिँ कुवेतको 5 केडी हो है। यति पैसा जम्मा गर्नु भने 25 केडी हुनु भने हामीलाई इनफ हुन्छ हैन। यति भए पनि चढ्न पाइएन पैसा भएर के काम र भएर पनि चढ्न पाइएन। भित्र कफी पाउँछ, कफी खान कफी